नमस्कार ठिकै एकदमै हामी फसेको हुन्थ्यो नि यस्तो त्यो मैला उठाउनेहरू फस्छ हो तर मलाई भनिदिएको है बेदको भाइ चाहिँ एकदम भाइको चाहिँ दामी हुन्छ एक्टिङहरू। ह्याप्पी मकर सङ्क्रान्ति नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल है। आज पनि मैले युट्युबमा भिडियो लिएर आइसकेको छु। अन्त आज चाहिँ हो मकर सङ्क्रान्ति अनि आजको दिन चाहिँ एकदम स्पेसल लाग्छ है मलाई। अब मेला त अस्तिदेखि लागेको तर आज चाहिँ अब हामी मेला घुम्नु जाने नि त अनि मलाई चाहिँ अरू बेला फेरि जानै मन पर्दैन, आजकै दिन चाहिँ मलाई मनपर्छ होइन। सो त्यही भएर चाहिँ म जाने हो। म चाहिँ यस्तो साह्रो मोटीको छु, मतलब मलाई त्यस्तो लाग्छ होइन। अनि त्यही हो, तपाईँहरूले तरुल पनि खाइसक्नु भयो होला। मैले चाहिँ केही गरेको छैन, मिन्स अब घरको कामहरू चाहिँ सबै सकेँ होइन। अनि अब खानाहरू बनाउनु छ, अन्त मैले चाहिँ हिजो बेलुकै तरुलहरू रेडी गरिरहेको छु, मतलब पकाएर होइन। पुसमा पकाएर माघमा खानुपर्छ भन्ने छ नि त। सो त्यही भएर चाहिँ मैले हिजै पकाएर राखिसकेको छु। अन्त बिहान उठेर मैले ब्ल्याक कफी खाएँ होइन। अनि अब घर सफाहरू गरेँ, पूजाहरू गर्नुहुन्छ, म पूजा गर्दिनँ नि त। दादाले पूजा गरिसक्नु भएपछि हामी बनतरुलको टिका लगाएर चाहिँ तरुल खाने होइन। एकदम एक्साइटेड छु किनभने यो चाहिँ अब के भन्छ 2026 को फर्स्ट फेस्टिभल हो नि त। अब यो माघे सङ्क्रान्ति चाहिँ फर्स्ट हो नि त। अनि एकदम पहिला त हामी कति खुसी भएर मेला घुम्नुको लागि कति बेसी एक्साइटेड हुन्थ्यौँ होइन। अनि मलाई चाहिँ त्यो घरिघरि मन पर्दैन, एक दिन मात्रै मनपर्छ, त्यही पनि आजकै दिन मनपर्छ, अरू बेला मन पर्दैन हो। अनि हामी चाहिँ आज मेला घुम्नु जाने। अन्त के हुन्छ तपाईँहरूलाई पनि म अलिअलि भिडियो देखाउँछु हो। अब तरुल खाने होइन, मजाले तताएर तातो पारेर चाहिँ अब टेरेसमा बसेर मजाले तरुल खाने। मजाले मिन्स मलाई त बेसी मन पर्दैन हो, खानै खान्छु। अब एउटा चाहिँ फाइनली रेडी भएर चाहिँ अब जानु लागेको मेला होइन। अन्त हामी सबैजना गएको। अनि मेरो आजको आउटफिट चाहिँ यस्तो छ होइन, के भन्छ तर गरम चाहिँ पुरा बेसी हुन्छ। सिन्तामा गोलीटारमा कस्तो डरलाग्दो गरम हुन्छ हो। र पनि अब हेरौँ के हुन्छ। हामी चाहिँ गएकै मेला घुम्नु गाइस। त्यही हो, अब नानी चाहिँ उपर पुगिसक्यो, एकदम एक्साइटेड भइरहेछ नि मेला घुम्नुको लागि हो। अनि जाउँ गाइस, हेर्छ गाइसलाई पनि बोकेका हुन्थ्यो त गाइस। त्यही अब हामी अहिले बजारमा पुगेपछि चाहिँ भेट्नुपर्छ। मेरो भान्जी चाहिँ हस्पिटल गएको अरे, आइया हेर ए यता यता हेरेको हेर्नु नि खुसिरहेको हेर्नु नि। नानु भान्जी यता। हामी चाहिँ सिन्ताम गएर गाडी राख्ने जग्गा नभएर फेरि हस्पिटलमा नानी देखाउनु थियो नि त कि दिदीको नानी भान्जी, उसलाई पुऱ्याएर आएर त्यो अघिदेखि भिडियो गरेको थिएँ त भिडियो भएन रहेछ कि। हामी यो बगनबेलियामा फोटो दामी फोटो खिच्यो हो। मैले पनि दादाको फोटोहरू पुरा खिचिदिएँ होइन। ह्यान्डसम निकालिदिएको छु पुरा, मान्छे ह्यान्डसम फोटो निकालिदिएको छु। अन्त उनीहरू पनि अश्विन अबिक खै अबिक नानी उनीहरूको पनि फोटो खिचिदियो। अब चाहिँ हामी गएको मेलामा पनि बेसी हल्लै छैन त हौ। हामी चाहिँ मेला पसिसक्यौँ तर यति बेसी हल्ला रहेछ, मलाई कपिराइट आउँछ जस्तो लाग्दैछ। र पनि म अलिअलि चाहिँ अरूसँग बोलेको ओरेको अलिअलि चाहिँ हालेको छु है। अब यहाँनिर चाहिँ मैले जुन त्यो गेमहरू होइन पुरा खेल्नु मनपर्छ अनि मैले चाहिँ गेम खेलेँ होइन। अन्त केहरू पनि फसाएँ। अन्त नानीहरू चाहिँ यहाँनिर पिङ खेल्ने भनेर सानो नानी पिङ खेल्दैछ हो। अनि मलाई चाहिँ त्यस्तो खास चाहिँ लागेन, नानीहरूको लागि चाहिँ एकदम मजा थियो। तर पनि हामीले इन्जोय गऱ्यौँ हो, नानीले खेल्ने कुराहरू उनीहरूलाई खेलायौँ। यहाँनिर चाहिँ नानीले गेम खेलिरहेको बेला मैले एकजना साथी पनि भेटेको थिएँ, उसको चाहिँ भिडियो गर्नु पाइनँ हो, नरिसाउनु है, फेरि नेक्स्ट टाइम भेट्यो भने गर्छु। अन्त मलाई चाहिँ मोबाइल कभर चाहिएको थियो तर मेरो फोनमा मिल्ने चाहिँ ट्याक्कै पाइनँ मैले हो। मैले किन हो हामी चाहिँ मेलामा भेटेको हो। अनि मेलामा भेट भएर चाहिँ हामीले सानो भिडियो बनाएको। भाइ चाहिँ एकदम भाइको चाहिँ दामी हुन्छ
सबिना प्रधान छ ल उहाँको आइडी चाहिँ तर दामी दामी फसेको हुन्छ नि यस्तो त्यो मैला उठाउनेहरू फस्छ हो हामी फर्केर आउँदा आउँदा चाहिँ मैले साथीलाई पनि भेटेँ अन्त उनीहरू चाहिँ भर्खर आउनुहुँदै थियो हामी चाहिँ फर्किँदै थियौँ अनि कतिजनासँग चाहिँ भिडियोहरू पनि गर्नु पाइएन होइन अब त्यस्तै हुन्छ नि त अनि हामीले यहाँ अङ्कलहरूलाई पनि भेट्यौँ है अङ्कल आन्टीहरूलाई पनि भेट्यौँ सबैजनालाई भेटेर एकदमै खुसी लाग्यो होइन मनिषालाई पनि भेट्यौँ मनिषा पनि एकदमै राम्रो लाग्यो फर्स्ट टाइम भेटेको होइन अनि एकछिन गफहरू गऱ्यौँ फोटोहरू खिच्यौँ ओऱ्यौँ त्यहाँदेखि चाहिँ हामी आफ्नो आफ्नो घरतर्फ लाग्यौँ होइन सो गाइज हामी चाहिँ घर पनि आइपुगिसक्यौँ म त भिडियो बनाउनु बिर्सेछु होइन पुरा बेसी थाके पनि अन्त यस्तो भयो हामी चाहिँ घरमा आएर फेरि नाइट जाउँ ल भनेर होइन आज चाहिँ तम्बुला खेलौँ ल भन्नुहुँदै थियो नि त मेरो हस्बेन्डले अन्त जाउँ ल भनेर चाहिँ भन्नुहुँदै थियो अन्त त्यही भएर म चाहिँ भिडियो चाहिँ भरे नाइटमा मात्रै एन्ड गर्नु पऱ्यो फेरि बनाउँछु भनेर सोचेको थिएँ फेरि हामी नजाउँ ल पुरा बेसी अल्छी लाग्यो थाक्यो नि त पुरा बेसी थाकेँ त्यो हिँडेर होइन अन्त त्यही भएर मजा आयो धेरैजनालाई भ्युवर्सहरू कतिजना भ्युवर्सहरू भेट्यौँ हामीलाई माया गर्नुहुने अनि हामीले फोटो क्लिकहरू पनि गऱ्यौँ उहाँहरूसित होइन अन्त त्यही हो यसरी नै माया साथ सपोर्ट दिनुहोस् अन्त मेरो हस्बेन्डलाई धेरैजनाले मन पराउनु हुँदो रहेछ मतलब एक्टिङहरू पुरा मन पर्दो रहेछ होइन त्यसको लागि पनि धेरै धेरै धन्यवाद है आउने दिनहरूमा पनि यसरी साथ सपोर्ट माया दिनुहोस् होइन अनि मेरो भिडियो चाहिँ अब यति नै हो हजुरहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर फलो सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला थ्याङ्क यू सो मच फर वाचिङ फेरि अर्को भिडियोमा